विराटनगर महानगरपालिका वडा नम्बर 4 यो आइतबारे हटियादेखि उत्तर सखुवारे टोल भन्छ यसलाई। सखुवारे टोलमा चाहिँ हाम्रो बुढीगङ्गा गाउँपालिकामा कार्यरत शिक्षा शाखामा कार्यरत हाम्रो अधिकृत के यार सूर्यराजपुरी सरको घरमा एउटा यति ठुलो एउटा सर्प वास्तवमा उहाँको घरमा थिएन, त्यो पल्लो घरमा थियो अरे यता सरेछ। त्यस कारणले गर्दा उहाँको घरमा चाहिँ आएको हुनाले अहिले मैले आएर यसलाई नियन्त्रण गरेको छु। यस्ता सर्पहरू कतिखेर कसको घरमा कुन अवस्थामा छिर्छन् भन्ने नै थाहा छैन। बर्खा टाइम छ, पानी परेपछि मुसाको दुलोमा छिरेका सर्पहरू घर घरमा छिरिरहेको अवस्था छ। सबैजना होसियार साथ रहनु होला, बेलामा हामीलाई खबर गर्नु होला, किनकि घरभित्र म्याक्सिमम सर्पहरू घरभित्र चाहिँ अब छिरेर चाहिँ बेडमा अब हिजो पनि मैले अस्तिको दिन पनि एउटा कर्कट नाक सँगै बच्चासँगै सुतेको फेला पारेको थिएँ। अस्ति उहाँ यही 4 नम्बरको चाहिँ दुध थरमा पनि एकजना महिलासँग सँगै गोमन सुतेको पनि मैले चाहिँ बेडबाट निकालेको थिएँ। र कुनै ठाउँमा फ्रिज पनि, कुनै ठाउँमा एसीभित्र, कुलरभित्र यस्ता चिजहरू यस्ता ठाउँमा बसिरहेको अवस्था छ। त्यस कारणले गर्दा सबैजना होसियार साथ रहनु होला, वरिपरि सुग्घर सफाइ गर्नु होला, झुल टाँगेर सुत्नु होला, ओछ्यानमा जहिले पनि बेडमा चाहिँ खाटमा सुत्नु होला, कहिले भुइँमा नसुत्नु होला, हिँड्दा डुल्दा जुत्ता लाएर हिँड्नु होला, लाइट बालेर हिँड्नु होला। र बेलामा सर्पले कुनै पनि मान्छेलाई चाहिँ बाइट गर्यो भने कोही पनि अन्धविश्वासमा लागेर धामी जागृति नलाग्नु होला। जति सक्दो छिटो हस्पिटल जानु भन्न चाहन्छु। र यी कुराहरू गर्दै गर्दा विराटनगर महानगरपालिकाले जो 24 घण्टा सेवा दिइरहेको अवस्था छ। सर, यो हजुरलाई कस्तो लाग्छ सर यो सेवा? यो एकदमै राम्रो लागेको छ सर। हामीले फोन गरेको 10 मिनटभित्रमै सर आइदिनु हो होइन। हामी पनि अब अस्तिको दिन मात्रै पनि मेरै बारीमा त्यहाँ देखा परेको थियो र आज छिमेकी घरमा देखा परेको थियो। तर अहिले समाउने बेलामा फेरि आफ्नै बारीमा सर्प आइसकेको रहेछ। त्यसो हुँदाखेरि सरलाई धेरै धेरै धन्यवाद छ। हामी एकदमै त्रासमा थियौँ होइन। महानगरपालिकाले के भन्न चाहनुहुन्छ? महानगरपालिकालाई यो चाहिँ सेवा प्रदान गरे बापत चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। सरलाई धेरै धेरै धन्यवाद छ। हुन्छ ल, त्यस कारणले गर्दाखेरि हामीलाई बेलामा खबर गर्नुहोला। कोही पनि सर्पबाट आतङ्कित भएर बस्नु पर्दैन। यो 24 घण्टा सेवा हो। मलाई जतिखेर पनि कल गर्न सक्नुहुन्छ। मेरो स्विच अफ हुँदैन मोबाइल। यति चाहिँ हो, किनकि एउटा दिएको नगरपालिकाले दिएको सेवालाई चाहिँ भरपुर तपाईँहरूले लिन सक्नुहुन्छ। र एकदम सर्प चाहिँ फेरि बाहिर फेर भएको नबोलाउनु होला, घरभित्रको मात्रै बोलाउनु होला भन्दै यिनी कुराहरू चाहिँ हजुरले ख्याल गर्नु होला र सजगता अपनाउनु होला। धन्यवाद।